हेलो नमस्कार, स्वागत छ यहाँ सम्पूर्णलाई आजको यो स्टेप बाइ स्टेप गाइडमा। आज चाहिँ म हजुरहरूको निए नम्बर जब एप्लिकेसन स्ट्याटस चेक गर्दाखेरि उपलब्ध हुन्छ, त्यसपछि फर्दर तासा पे गर्नुपर्ने हुन्छ। तासा मोडल नम्बर 790052 यति याद गर्नु होला। यसलाई कसरी पे गर्ने भनेर स्टेप बाइ स्टेप देखाउने छु। गाह्रो छैन, सजिलो छ। यहाँहरूले यो ट्युटोरियललाई ध्यान दिएर हेर्नु होला है त। फर्स्टमा एप्लिकेसन चेक गर्दै जाँदाखेरि यसरी तपाईहरुको निए नम्बर उपलब्ध भएर आउँछ, जुन चाहिँ मैले यहाँ ब्ल्याकले ब्लर गर्दैछु। र यसरी अर्को रिजोल्युसन एउटा पेपर पनि यहाँहरुलाई आउँछ निए नम्बरको साथमा तासा पे गर्नु होला भनेर, बाइ पोस्ट आउन सक्छ यहाँहरुले दिएको ठेगानामा। अब हेरौं गुगल क्रोममा यसमा तासा 790052 मैले टाइप गर्ने बित्तिकै यो आउँछ पगार अनलाइन भनेर, अनलाइनबाट पे गर्ने हो यो। यसरी यो हजुरहरूले आफैले पनि गर्न सक्नुहुन्छ, नभए कोही जानेको व्यक्ति चिनेको व्यक्तिलाई सहयोग माग्न सक्नुहुन्छ यस बारेमा। यसरी 2-3 वटा पोर्टल आउँछ, एउटामा क्लिक गरे फर्स्टमा मैले तासा 052 भनेर छ, अहिले स्पेनिशमा छ। यहाँ धेरै कुराहरू बुझिराख्नु त परेन, सिधै तल जाउँ हामी। अब यसमा दुईटा अप्सन छन्, यसलाई यहाँहरूले यो 3टा डट क्लिक गरेर ट्रान्सलेट गरेर इङ्ग्लिशमा बुझ्न सक्नुहुन्छ या नेपालीमा पनि गर्न सक्नुहुन्छ। यसमा फर्स्टमा नगरौँ, किन भन्दाखेरि फर्स्ट भनेको डिजिटल सर्टिफिकेट उनीहरूले गर्नुपर्ने हुन्छ। र दोस्रोमा जाउँ हामी। दोस्रोमा यसरी नेक्स्ट फेजमा चाहिँ यस्तो इन्टरफेस आउँछ, जहाँ चाहिँ स्पेनको होल म्याप छ, यो प्रोभिन्सहरूको सबै प्रोभिन्सहरू। यसरी अलिकति कन्फ्युजिङ चाहिँ हुन्छ यो, डेस्कटपमा अलिकति ठुलो देखिन्छ, मोबाइलमा अलिकति सानो हैन। जुम इन गर्नुस् 2 औँलाले पिन्च गरेर। अब यहाँ आफ्नो प्रोभिन्स पत्ता लगाउनु पर्ने हुन्छ। यसको लागि मैले यहाँ एउटा रेफरेन्स म्याप गुगलबाट तानेर ल्याएको छु। यहाँ म्याड्रिड, टोलेडो हैन, अल्बासेते, यसरी सबै म्यापमा प्रष्टसँग देखाइदिएको छ प्रोभिन्सको म्याप। त्यहाँ हामीले टच गरेर अगाडि बढ्नु पर्ने हुन्छ। यसको लागि आफ्नो प्रोभिन्स याद गर्नु होला। यसरी अल्मेरा, मुर्सिया, यसरी विभिन्न सबै प्रोभिन्सहरू छ। आफ्नो प्रोभिन्सलाई ध्यान दिनुहोस्। मैले म्याड्रिडबाट गर्नुपर्ने भएकोले गर्दाखेरि हजुरलाई एउटा इक्जाम्पल देखाउँछु यो बिचको। त्यसमा क्लिक गर्ने बित्तिकै यो एउटा नोटिफिकेसन आयो, यसलाई ओके गरिदिनुहोस्। यसले फरक परेन। अब अगाडि यो फर्म खुल्छ, यसमा ध्यान दिएर हेर्नु होला। यो चाहिँ खेस्तोर सेन्टर भनेर यसको गोभर्नो दे स्पेनियाको अफिसियल तासा पे गर्ने यो कोड हेर्नुहोस् 052 छ। यो डेस्कटपमा चाहिँ ठुलो देखिन्छ प्रष्ट, मोबाइलमा अलिकति हिडन देखिरहेछ। र 790052 छ। अनि यो रिसिप्ट स्लिप नम्बर भनेर पनि छ। त्यो बारकोड प्रिन्ट गर्दाखेरि निस्किन्छ, जुन चाहिँ एकदमै अनिवार्य छ ब्याङ्कको लागि, नत्र उनीहरूले स्वीकार गर्दैनन् यसलाई। अब हेरौँ, यसमा डिटेल भर्नुपर्नेहरू धेरै छैन, सिम्पल छ। 4-5 वटा बक्सहरूमा आफ्नो डिटेलहरू राख्ने र यहाँ एउटा अप्सनमा टिक गर्ने। अनि मुनिपट्टि यो चाहिँ ब्याङ्कको लागि हो, केही नगर्ने यसमा। र यतापट्टि चाहिँ आफ्नो प्लेस, डेट र क्याप्चा गरेपछि फर्दर अगाडि हामीले डकुमेन्ट डाउनलोड गर्न सक्छौँ। यो पिडिएफमा निस्किन्छ, यसलाई प्रिन्ट गरेर अनि अप्टेन डकुमेन्ट गरेपछि यो पिडिएफमा आउँछ। यसलाई प्रिन्ट गरेर हजुरहरूले ब्याङ्कमा जानुपर्ने हुन्छ। अनलाइन सक्नेहरूले यसरी अनलाइनबाट पनि पे गर्नु मिल्छ, तर हामीले यसलाई ब्याङ्कमा लगेर पे गर्छौँ। अब यसमा ट्याक्स आइडी, फोरेनर्स आइडी नम्बर भनेको छ, यो निए नम्बर हो। निफ अथवा निए जे भने पनि फर इक्जाम्पल गरेर मैले यसरी राखेँ। आफ्नो निए नम्बर, न्यू निए नम्बर उपलब्ध भएको राख्नु होला। फर्स्ट सरनेम राख्नु होला, जुन चाहिँ मैले राई राखेँ फर इक्जाम्पल। अनि सेकेन्डमा जे छ हजुरहरूको कुमार, बहादुर जे छ राख्नुहोस्। अनि फर्स्ट नेम राख्नुहोस् हैन। त्यस पछाडि नेसनलिटीमा स्पेन आएछ, यसलाई चेन्ज गर्नु होला। नेपालीहरूले आफ्नो आफ्नो कन्ट्री अनुसारको हुन्छ हैन। जस्तै इन्डियनहरूले इन्डिया लेख्नुपर्ने भयो भने हामीले नेपाल गऱ्यौँ। र अगाडि यो अब स्ट्रिट भनेको छ, यो अप्सन छ यहाँ धेरैवटा। यो चलन चल्तीको स्ट्रिटहरू काइए भन्छौँ हामी, हाम्रो चाहिँ काइए एकदमै चलनमा भएकोले गर्दाखेरि हाम्रो पाद्रोनामेन्टको डिटेल अनुसार छ, काइए दे गोमेस नारो
भनेर मैले राखेँ। यो फर इक्जाम्पल है, हजुरहरूले आफ्नो पाद्रोनामेन्टोमा जे छ एक्युरेट डिटेल राख्नुहोस्, नम्बर राख्नुहोस्, घर नम्बर, अपार्टमेन्ट नम्बर। मैले 214 राखेँ फर इक्जाम्पल। स्टेवे छ भने त्यो पनि राख्नुहोस् हैन। अनि फ्लोर छ, फ्लोरमा अब 1 2 3 जति पनि हुन्छ। र डोर नम्बर हाम्रो चाहिँ अब फर इक्जाम्पल 1D राखेँ मैले, 1A 2B जे पनि हुनसक्छ हैन। हजुरहरूको डोरमा त्यो रिङ बेल बजाउने। र फ्लोर नम्बर 3 सपोज गरेँ। अब म्युनिसिपालिटीमा मैले म्याड्रिड राख्छु। हजुरहरूले आफ्नो म्युनिसिपालिटी राख्नु होला, कहाँ अप्लाई गर्नुभएको छ, जुनै पनि हुनसक्छ। अब फर्दर प्रोभिन्स पनि, माने म्युनिसिपालिटी जे राख्नु भएको छ अब प्रोभिन्स पनि त्यही राख्नु होला। यहाँ अप्सनहरू हेरेर यो चाहिँ ध्यान पुर्याएर राख्नु होला। यसमा मैले भ्यालेन्सिया खोज्दैछु। यसरी आफ्नो फर्म अगाडि बढाउँदै जानु होला। यो मेन इम्पोर्टेन्ट फर्मको पार्ट चाहिँ यहाँ छ। यसमा प्रिन्सिपल राख्नु होला। तपाईँ आफू मेन एप्लिकेन्ट भएकोले गर्दाखेरि आफ्नै लागि पे गर्दैछु भन्ने एउटा जनाउँछ यसले। र मुनिपट्टिको यो अप्सनहरू धेरै छन्। यसमा यहाँहरूले ध्यान दिएर हेर्नुहोस्। हाम्रो सिचुएसन अनुसार धेरैवटा अब यहाँ पे गर्ने सिस्टमहरू छन्, तर हामीले 38.28 को युरोको एक सेक्सन छ, यहाँ दुईटा मात्र। यसमा क्लिक गर्नुहोस्। यो चाहिँ 2.3.1 मा छ, 2.3 को 2.3.1 अप्सन है। अनि यसमा हेर्नुहोस्, यो चाहिँ ब्याङ्कले गर्ने फिलअप गर्ने काम भयो। यसमा अब अलरेडी हामीले अनलाइन भर्दै गरेकोले गर्दाखेरि म्याड्रिड छानेको थियो, म्याड्रिड आइरहेछ। यसमा यहाँहरूलाई आफ्नो जे छ त्यो टाइप गर्नु पनि मिल्छ। र 27 भनेर आजको डेट आइरहेछ। यो क्यासमा पे गर्ने कि एकाउन्ट नम्बरबाट पे गर्ने हो, त्यसरी त्यहाँ क्लिक गर्नुहोस्। मैले क्यास छाने र यो क्याप्चा छ, यो क्याप्चालाई एक्ज्याक्टली फिलअप गर्नुहोस्। B9793 भनेर यसरी गरेँ। अब अगाडिपट्टि अलिकति एउटा सेक्सन बाँकी रह्यो, यसलाई एन्ड अफ फर्म भनेको छ। योभन्दा यता साइडमा अप्टेन डकुमेन्ट छ। अप्टेन डकुमेन्ट चाहिँ यहाँहरूले पिडिएफमा अप्टेन गर्नु आफूले पाउनको लागि हो, त्यो डाउनलोड हुन्छ। यहाँहरूले आफ्नो सबै डाटा फिलअप गरिसके पछाडि अप्टेन डकुमेन्ट हुन्छ। यसरी यहाँहरूले सबै डाटा फिलअप गरेर अनि पिडिएफमा डाउनलोड गर्नु होला। र यसलाई प्रिन्ट गरेर सम्बन्धित नजिकको ब्याङ्कमा जानुहुन्छ, जुनै ब्याङ्कले पनि लिन्छ, BBVA, काइसा ब्याङ्कहरू हैन। अनि यो प्रिन्ट गर्दाखेरि चाहिँ यसरी 3 पेज निस्किन्छ, जसमा इक्जेम्प्लार पारा एल इन्ट्रेसादो भनेको हुन्छ, यो आफ्नो लागि हो। अनि इक्जेम्प्लार पारा ला एडमिनिस्ट्रासियोन, यो मिनिस्ट्रीमा पठाउनलाई हो। र इक्जेम्प्लार पारा ला एन्टिदाद कोलाबोरादोरा भन्ने चाहिँ ब्याङ्कको लागि हो। यति गरिसके पछाडि जसले लयरबाट गर्नुभएको छ उहाँहरूले त लयरलाई त्यो रिसिप्ट सबमिट गर्नुहुन्छ, उहाँहरूले स्क्यान गरेर मर्क्युरी प्लेटफर्ममा अपलोड गरिदिनुहुन्छ। तर अब जसले इन पर्सन कोरियसबाट अपोइन्टमेन्ट लिएर गरेर अप्लाई गर्नुभएको छ उहाँहरूको लागि चाहिँ क्लाबेबाट मर्क्युरी प्लेटफर्म एक्सेस गरेर स्क्यान गरेर पठाइदिन मिल्छ। तर पोस्ट गरेर पनि मिल्छ, जुन चाहिँ अलिकति टाइम लाग्ने हुन्छ। म अब नेक्स्ट निए नम्बर लिएपछि क्लाबे कसरी बनाउने भनेर यहाँहरूलाई स्टेप बाई स्टेप गाइड लिएर आउनेछु। त्यति जेलसम्मलाई बिदा चाहन्छु। धन्यवाद।